हेलो साथीहरू, आज चाहिँ म रायोको साँधेको अचार बनाउँदैछु है त। मैले चाहिँ साग धोएर राखेको सागलाई एकैछिन बोइल गर्न छोडिदिएँ। त्यसपछि साग बोइल गर्न छोडिदिएर मैले यता प्याज, कागती अनि सुकेको लसुनलाई पोलेर त्यसपछि सुकेको खोर्सानीलाई नि पोले, त्यसपछि टमाटरलाई पनि पोलेर नै रेडी गरेँ। त्यसपछि मैले यो पोलेको टमाटरको बाहिरको बोक्रा निकाल्दैछु। बोक्रा निकालेपछि मिक्स गर्नको लागि एकदमै सजिलो हुन्छ। त्यसपछि मैले रेडी गरेर अघि पोलेर राखेको लसुनलाई एड गर्दैछु। लसुन र पोलेको टमाटरलाई यसरी हातले मजाले मिक्स गर्दैछु। हातले मिक्स गरेर यसरी मिक्सेर बनाएको अचार चाहिँ छिट्टै एकदमै मिठो टेस्ट आउँछ। त्यसैले मैले हातले नै मिक्स गर्दैछु। अनि अघि पोलेर राखेको खोर्सानीलाई पनि एड गरेँ। सुकेको खोर्सानी चाहिँ एकदमै मिठो हुन्छ। हरियो भन्दा पनि सुकेको खोर्सानी रायोको साग साध्दा चाहिँ सुकेको खोर्सानीमा चाहिँ एकदमै मिठो टेस्ट आउँछ। त्यसैले मैले सुकेको खोर्सानीलाई पोलेर एड गर्दैछु। त्यसपछि मैले राखेँ अघि नकाटेर रेडी गरेको प्याजलाई। प्याज राखेँ। त्यसपछि मैले एड गर्दैछु कागतीको रस। कागतीले एकदमै टेस्टी बनाउँछ। अमिलो एकदमै मिठो अमिलो निस्किन्छ। त्यसैले मैले टमाटर राखेँ पनि सागको मिठो टेस्टको लागि कागतीलाई पनि एड गरेँ। त्यसपछि मैले मिक्स गरेँ। यता बोइल गरेर राखेको साग रेडी भइसकेको छ। यसलाई मैले मसिनो गरेर काटेँ सागलाई। त्यसपछि मैले रेडी गरेको यो अचारमा मिक्स गरेँ। सागलाई पनि एड गरेँ। त्यसपछि सागलाई एड गरेपछि मैले नुन राखेर अनि यहाँ अघि नै भुटेर राखेको अचार खाने तिलको छोपलाई पनि मैले मिक्सर गरेर रेडी गरिसकेकी थिएँ। त्यसलाई पनि एड गरेँ। यति एड गरिसकेपछि यसलाई मैले मजाले मिक्स गरेँ। मिक्स गरेपछि अचार रेडी भयो। होइन रेडी भएको छैन, एकैछिन है त। मैले यहाँ तोरीको तेल भयो भने अझै मिठो हुन्छ, तर जुन तेलमा गर्दा नि हुन्छ। अचारलाई छान्दैछु। मजाले मेथी हालेर पुऱ्याएँ अनि थोरै कलरको लागि बेसार पनि राखेँ। त्यसपछि मैले अचारमा चाहिँ पारेँ। वाउ! अनि त्यसपछि मिक्स गरेँ। यतिको भयो, अचार रेडी भयो। रायोको साँधेको अचार। वाउ! अब खानासँग एकदमै मिठो हुन्छ। तरकारीहरू केही नभए पनि यस्तो वाला अचारसँग चाहिँ एकदमै मिठोसँग खाना खाइन्छ है त। मैले चाहिँ यता मसरुम र आलुको तरकारी, त्यसपछि रायोको साँधेको अचारसँग खाना खाएँ। ल हजुरहरू पनि खानु है त। बाई बाई।